टी शर्ट को छोड़ो, अंडरवेयर में कन्सन्ट्रेट करो। अंडरवेयर खोज्दा खोज्दा टी शर्ट हेर्न लागिसकेको थिएँ म। टी शर्ट यति मन परेछ हेर्नु होइन, तर साइज एन्ड कलर त्यही भेटिरहेको छैन। यो मलमा भने यही हो कि एउटा कुरा भेटिन्छ एउटा कुरा भेटिन्न। टी शर्टहरू छ अनि त्यसको साइज अन्डरवेयर चाहिँ कता छ फेरि? अन्डरवेयरै भेटिरहेको छैन। त्यो पनि मेल, फिमेल त भेट्यो, मेल भेटेन। साथीहरू बाहिर त निस्के बसमा त यहाँ आउँदा फेरि पानी परिरहेछ यार। अचम्म छ है साउदी यार। मेरो एरियातिर पानी परेको थिएन, अहिले यतातिर फेरि पानी परिरहेछ। बहुत जोरले पानी परेछ अरे बाबा रे बाबा। भाग्नु पऱ्यो टप मलमा, नभए त पुरै भिजाउँछ। बाफ्रे, हाम्रो त एक थोपा पानी परेको छैन। यहाँ फेरि भिज्यो भिज्यो भिज्यो। बाफ्रे, ओ माई गड। धन्न बसवालाले टप सेन्टरका अगाडि नै छोड्यो। टी शर्टहरू बहुत राम्रो राम्रो आएको छ यार टपमा। सो ओरिजिनल कपडा, ओ माई गड। बहुत सही प्रिन्ट। कति रियालै छ? न्यू एरिबल भने नि मैले यहाँ। ओ ब्ल्याक इज टु गुड। यहाँ त कति ठुलो, बहुत राम्रो राम्रो लुगा छ अहिले टपमा है साथीहरू। हो साउदी हुने साथीहरू यहाँ सिफा हुनुहुन्छ भने आउनुहोस् टप सेन्टरमा। यस्तो बबाल बबाल टी सर्ट आएको छ। बाफ्रे, आई लाइक व्हाइट एन्ड ब्ल्याक। बहुत राम्रो छ यार यो टी सर्ट। कपडा क्वालिटी इज टु गुड, के भन्ने। प्यान्टहरू चाहिँ जस्ट नर्मल। यो चाहिँ कोरियन प्यान्ट हो। आजभोलि यो खुब चलिरहेको छ कोरियन प्यान्ट। एउटा म पनि किन्छु पछि। प्राइस डजन्ट म्याटर। 35 रियाल इज टु गुड यार। कोरियन प्यान्टहरू 35 रियालमा यति राम्रो प्यान्ट आउँछ भने के टपमा है। उता चाहिँ सिलाएको प्यान्टहरू पनि छ। यो चाहिँ टाइगर भइहाल्यो। टाई अहिले यहाँ के अहिले एकदम राम्रो राम्रो कलेक्सन राखेको छ अहिले यहाँ साउदी। यो टप सेन्टरमा कोरियन प्यान्टहरू, जिन्सहरू। तर लेडिजको जिन्स चाहिँ राख्दैन क्या, त्यही एउटा रिस उठ्छ मलाई। यो पनि कोरियन प्यान्ट हो, बहुत ठुलो साइजमा। यो त मेरो लालीलाई ठिक्क हुन्छ होला। ब्ल्याकमा हो सेट। कोरियन प्यान्टहरू कपडा क्वालिटी बहुत राम्रो छ यार यो कोरियन प्यान्टको। वाउ, सो गुड यार। कपडाहरू एकदमै, प्यान्टहरू कोरियन प्यान्टहरू अहिले एकदम चलिरहेको छ यो साउदीमा। यो चाहिँ यो पनि हो हुन त, तर यो चाहिँ सिलाएको जस्तो फर्मल जस्तो देखिन्छ प्यान्टहरू। प्यान्टहरूको क्वालिटी एकदम राम्रो छ। बिनाजुले एकताको लाउनुहुन्थ्यो हाम्रो प्यान्ट। यो कलरमा छ अरे कोरियन प्यान्ट अहिले एकदम चलेछ। एउटा हेडफोन लाउनु पर्यो। हेडफोन त हेड क्याप लाउनु पर्यो। कलरमा छ कि यो प्यान्टहरू। व्हाइट क्रिम, यो क्रिम क्या हो, स्ट्रेचेबल हो कि। बिचाराको कामै बढाइदिएँ मैले। लाउनु पर्यो ह्याट। वाउ, यसरी लाउने खासमा। कति सस्तो यार यो हेड क्याप। जम्मा 10 रियाल 13 रियालको छ। हेरी छ है फेरि। मलाई यो कलर एकदम मन पर्यो, यो अनि यो। टी सर्टमै फ्ल्याट भइगयो यार। यस्तो राम्रो टी सर्ट छ यार। नेभर पुट अफ वाट यु। के गर्नु यार, घर जाने बेला भएको छैन।
यहाँ लुगा धेरै भएर कहाँ फालुङ भइरहेछ। म त यहाँ टी सर्टमै फ्ल्याट भएर यहीँ सुटिहालौँ जस्तो लागिरहेछ। यस्तो बब्बल प्रिन्ट कपडा क्वालिटी, ओ माई गड, यो हाम्रो ड्रेस जस्तो लागिरहेछ। कहाँ जानु पऱ्यो, धेरै हेर्न हुँदैन, हेर्नु लिन मन लाग्छ। मन यहाँ खुल्दुल 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 गर्छ, के गर्नु यार। फेरि न्यू कलेक्सन आइसक्यो ब्यागको। यहाँ आयो भने त म ब्याग हेरेर रहन्छु क्या, कलेक्सन न्यू दामी दामी ब्याग आएको छ। यो पनि दामी छ, बिग ब्यागको। अहिले फेरि नयाँ कलेक्सन आइसक्यो। यो ब्ल्याकमा सेम ब्ल्याक पिङ्क फेरि कलेक्सन आएको, फेरि न्यू आएको ग्रे। धेरै हेर्नुहुन्न। म चाहिँ दौड्दै आएको टप सेन्टरमा, बसेको हेर्नु, टन्न एक कप कफी खाएर आएको। कफी खाएपछि त माइ गड लागिहाल्ने। एक त पानी परिरहेको हेर्नु, दौड्दै भित्र घुसेँ। यति राम्रो अच्छा अनि हेरिहालौँ भनेर डोरीवाला एसीवाला कपडाहरू धेरै आएको छ। डोरीवाला क्या, एसीवाला। यो पार्टी वेयर हो समथिङ, पार्टी वेयर ड्रेस। लेडिजको चाहिँ नआउने रहेछ क्या, यो फर्मल पेन्ट जस्तो जस्ट नर्मल। मलाई फेरि यो नर्मल लुगाहरू मन पर्दैन। यो तलमाथिको सेटै रहेछ, तर बहुत मोटला। हाम्रो कोहीलाई हुन्छ होला साइज। कस्तो लुगा आउँछ यार। आजभोलि यस्तो खुब चलिरहेछ, फेरि केटीहरू लगाउने कतरी हाल रहेछ यार। तल घचक्कै पऱ्यो, कतरी हाल रहेछ यो। ओ धेरै छैन 50 रियल नेपालको 16-17। यो पनि राम्रो रहेछ, तर ठुलो साइजमा रहेछ। कपडाहरू बहुत दामी आएको छ, बहुत दामी कुरा नगरौँ। सर्टहरू रहेछ यहाँ, लेडिज पार्टी वेयर सर्ट रहेछ ब्ल्याकमा। प्राइस चाहिँ हाउ मच? प्राइस चाहिँ बहुत हाई छ प्राइस। कपडाहरू अहिले फेरि यो मैले भनेको नि, गर्मीको लुगा यति राम्रो आउँछ। यो सर्ट यति राम्रो आउँछ गर्मीको लुगा, के गर्नु। यो पनि सर्ट ब्ल्याकमा। यो यस्तो राम्रो छ यार, पन्चो टाइपको। के रहेछ यो? यस्तो गुड यार, जाडो गएको। यो अलि धेरै एसी नै भयो, एसी। टप सेन्टरमा अब बल्ल गर्मीको लुगाहरू बहुत दामी आएको छ। बहुत दामी भन्दा पनि दामी आएको छ। के गर्नु यार, घर जाने बेला भएको छैन, साथी जाने बेला पनि भएको छैन। कस्तो गाह्रै छ हौ लाइफ। हेऱ्यो आयो ब्लग गऱ्यो, त्यही काम बाँकी छ मेरो। त्यो पनि आएको छु म बसमा, 10 मिनट बसमा वेट गरेर, अझै 9 मिनट वेट गरेर 10 मिनट बसमा। कता गयो लिफ्ट यार, लिफ्टबाट तल जाम भनेको। एउटा त हेर्नु टी सर्टमा फ्ल्याट भयो कि म, एउटा गर्ल्सको ड्रेसहरू हेरेर फ्ल्याट भयो। यति राम्रो लुगा छ, म अब धेरै हेर्दैन, हेर्नु आँखा तिर्मिर हुन्छ। फेरि तल जानु पर्यो। ऐसा दिन आ गया कि मलमा अब आएर चड्डी किन्ने दिन आइछ।
मेल अन्डरवेयर कता छ यार यहाँ फेरि सेल्सम्यान नै गर्ल्स छन् कोही लाजै लाग्ने सोध्नलाई पनि अस्ति नै धेरै थियो यहाँ अन्डरवेयर खोज्नु पर्यो मलमा त्यो पनि बेइज्जती ग्राउन्डबाट माथि आएको हेर्नु गर्ल्स सेक्सनमा पुगेछ यार अन्डरवेयर खोज्नु मेल अन्डरवेयर चाहिँ कता छ उता हुनसक्छ मेल अन्डरवेयर चाहिँ कहाँ चाहिँ छ अस्ति त यतै थियो आज फेरि कता हटाइरहेछ हेर्नु पर्यो यही टेन्सन हो के एउटा सामान खोज्न पुरै सार्नुपर्छ टी सर्टहरू चाहिँ इन्डियन ब्रान्डहरू हो इन्डियन टी सर्टहरू रहेछ राम्रो रहेछ कलर यो पनि मलाई मन पर्यो तर प्राइस कति रहेछ ग्रिन इज नट गुड रातैमा आँखा जान्छ के गर्नु यता रहेछ खाने कलरको तर त्यति राम्रो छैन जस्तो लाग्छ डार्क ग्रिन एकैचोटि हेर्नु पर्यो यिनीहरूलाई ग्रीन कलर कस्तो देखिरहेछ साथीहरू राम्रो रहेछ टी सर्ट के ब्रान्ड यहीले पनि के एउटा ऊ छ अर्को छ यो पनि साइजमा छ यो अलिक खिले जस्तो लाग्यो तर हैन यो अलिक केटी जस्तो पो लाग्छ कलर पिङ्क केटी कलर लाग्छ यो केटी कलरमा लिन्न यही ग्रिन राम्रो रहेछ मलाई ग्रिन ब्रान्डेड रहेछ यो पुरै लिनु पर्यो जस्तो देखे पनि ग्रिन चाहिँ लास्टै ग्रिन भइरहेको छ के हो रेडमा लिउँ यो पनि ब्रान्डेड छ कस्तो देखियो चाहिँ एल रहेछ यो पनि एक्सल लाग्छ मलाई साइजै छैन कि एल कि मिडियम डिसिजन लिनै गाह्रो कि कालो लिम यार कालो पनि राम्रो छ पनि ब्रान्डेड के गरौँ झै लगाइसक्यो मलाई त टी सर्ट को छोरो अंडरवेयर कन्सन्ट्रेट करो अंडरवेयर खोज्दा टी सर्ट हेर्न लागिसकेको थिएँ म टी सर्ट यति मन परेछ हेर्नु हैन तर साइज एन्ड कलर त्यही भेटिरहेको छैन यो मलमा भने यही हो कि एउटा कुरा भेटिन्छ एउटा कुरा भेटिन्न टी सर्टहरू छ अनि त्यसको साइज अंडरवेयर चाहिँ कता छ फेरि अंडरवेयर भेटिरहेको छैन त्यो पनि मेल फिमेल त भेट्यो मेल भेटेन फाइनली साथीहरू यत्रो ठुलो टप सेन्टर मलमा आएर यहाँ टी सर्टमा प्लान भएको मान्छे दुईटा अन्डरवेयर किनेर जान लाग्छ त्यो पनि 100% कटन लार्ज मेरो अन्डरवेयर किन्ने बेला भएको थियो मलाई फेरि धेरै पुरानो भएर लाउन मन लाग्दैन नेपालबाट ल्याएको अझसम्म चलिरहेको थियो अस्तिदेखि हेरिरहेको थिएँ मैले चाहिँ अन्डरवेयर लिनु पर्ला भनेर म लगाएको थिएँ घुम्न ल लिहालौँ भनेर यही बोकेर जानलाई अरू किन्नलाई बहुत मन छ तर के गर्नु अब मलबाट निस्किनु पर्यो हेर्नु धेरै कुराहरू राम्रो छ के गर्ने टाइम छैन अहिले अब यही लिएर जानु पर्यो अहिले चेकअप गर्नु पर्यो अनि बाहिर अघि पुरै भिग भइरहेको थियो पानी परेर हेर्नु अहिले फेरि पानी परेको छैन रुकिसक्यो हावा यति राम्रो चलेको छ कि आज यहीँ बसिरहेको जस्तो फिल भइरहेको छ रुम जान मन लाग्छ यहाँ तर अहिले फेरि पानी पर्छ जस्तो छ हावा जस्तो चलिरहेको छ बादल पुरै क्लाउड भएको बाहिर पुरा हावा चलेर ओहो यस्तो धुलो भएको छ पानी फेरि पर्छ जस्तो छ अघि पुरै डर्किरहेको थियो हेर्नु त बाहिरको क्लाइमेट बाफ्रे अब एकछिनमै दर्किन्छ जस्तो छ भागिहाल्नुपर्छ यहाँदेखि अब म चाहिँ अब स्टेसनमा जानु पर्यो बस स्टेसनमा किनभने निकै टाढा छ कि रुम पनि हावा चलेर आँखाभरि धुलो भालो गर्दैछ अनि अब
अब चाहिँ मल घुमेर भ्याइयो। बहुत घुमेँ आज, बहुत घुमेँ बाफ्रे। अब चाहिँ बस स्टेसनमा जानु पर्यो, बसको वेट गर्नु पर्यो। बसमा सुइँ रुममा लेटमै जानु पर्यो यार। को चढ्छ घरिघरि सुइँ एकछिनमा पुगिहाल्छ। आँखामा पुरै धुलो परेर भालु यति हावा चलेछ बाहिर। बाहिर आज हिँड्न पनि रमाइलो त रमाइलो छ, धुलो धेरै उडिरहेको छ आज। फेरि बाहिर भालु हो कि के हो। यहीँ मेरो अपोजिट साइडमा डल्ला मार्केट, ठुलो मार्केट होइन फेरि, सरी हस्पिटल, ठुलो हस्पिटल हो यो चाहिँ यहाँ एरियाको। यहीँ तल जानु पर्यो स्टेसनमा। अहिले गाडी आइपुग्छ कति मिनटमा। बाहिरको मौसम राम्रो छ अहिले, जर्र पानी पर्छ अहिले। सेमसँग काठमाडौँ जस्तै भइगएको छ आजकल चाहिँ यो साउदीमा। एकतिर पानी पर्छ, एकतिर पानी पर्दैन, अचम्मको। यहाँ पनि वेट गर्नु पर्छ, 7 मिनट छ बस आउनलाई। एकछिन बस्नु पर्यो, रेस्ट। घुम्दा पुरै खुट्टै ढुक्यो मलमा। म चाहिँ रुम आइपुगेँ अहिले। आजको ब्लगलाई म यहीँ स्थापित गर्दै भोलि फेरि अर्को ब्लगमा उपस्थित हुन्छु। आजको लागि बाई बाई, टेक केयर।